नमस्ते गाइज, फेरि पनि म आइरहेको छु तपाईको मैले आफ्नै करेसाबारीमा उत्पादन गरेको यो हेर्नुस् त अर्ग्यानिक यो साग रायोको साग है साथीहरु। यो चाहिँ अब के गरिन्छ, यो बिहान र बेलुकाको लागि तरकारीको रूपमा प्रयोग गरिन्छ। अब मैले आलुलाई फ्राई गरेको छु। फ्राई गरेको आलुमा चाहिँ योलाई मजाले काटिएर चपिङ गरेर योलाई फेरि के गर्ने, ओइलाएर यसलाई चाहिँ हामीले खानुपर्छ। त्यसको हुनाले यसको भिटामिन नष्ट गर्नु हुँदैन। त्यसको हुनाले यो हरियो राखेर हामी खानुपर्छ। त्यसको हुनाले आफ्नो शरीर स्वस्थ राख्नको लागि यस्तै आफ्नै करेसाबारी निर्माण गर्नुस् र सागसब्जी उत्पादन गर्नुहोस्। र त्यही भन्न चाहन्छु साथीहरुलाई। र पौष्टिक आहार खानुहोस् र खुवाउनुहोस् आफ्नो बालबच्चालाई पनि भन्न चाहन्छु। यही सन्देशमूलक भिडियोहरू लिएर म फेरि पनि आउने छु। र मेरो टिकटक र मेरो युट्युब च्यानललाई पनि तपाईले सब्स्क्राइब गर्नुहोला। र यसै नयाँ भिडियो हेर्न चाहनुहुन्छ भने सब्स्क्राइब, लाइक र कमेन्ट गर्नुहोला। हस्, नमस्ते, धन्यवाद।